हेलो अभिषेक भाइ, के छ हाल खबर? ठिक छ। आज म तपाईँहरूलाई एउटा प्रब्लमको लागि यहाँ आएको हो होइन। मान्छेहरूले धेरै फोनहरूमा फल्ट फाइन्डिङमा फसिरहेछ होइन। अब म तपाईँलाई एउटै कुरा भन्न चाहन्छु कि कुनै पनि काम गर्दाखेरि हामीले सबभन्दा पहिला के गर्नुपर्छ, डायग्नोज गर्नुपर्छ होइन। हेर्नु, हामीले जति पनि भिडियोमा केही कुरा हाल्छौँ त्यो कुरा चाहिँ स्किप गर्दैनौँ होइन। अब तपाईँहरूले हेर्न सक्नुहुन्छ, हाम्रो भिडियो हेर्दाखेरि तपाईँले केही न केही नयाँ कुरा सिक्नु नै हुन्छ जहाँसम्म लाग्छ मलाई। अहिले म एउटा स्टुडेन्ट छ होइन, हाम्रो कस्टमरले एउटा मोबाइल दियो, त्यो मोबाइलमा प्रब्लम छ अहिले होइन। के प्रब्लम छ अभिषेक भाइ, देखाइदिनु त प्रब्लम के छ पहिला। यसमा चाहिँ चार्ज हुँदैन। चार्ज हुँदैन, ब्याट्री लगाऊ अनि त्यो चार्जरमा लगाऊ। चार्जमा लाउँदाखेरि के प्रब्लम आइरहेको छ त्यो हेर्नु। सेट चालू छ होइन, चालू छैन। सेट चालू पनि हुँदैन अहिले, त्यो सेट चालू पनि हुँदैन। त्यहाँ देखो यता भिडियो हेर्न सक्नुहुन्छ, त्यो निकालौँ। यता देखो मोबाइल देखाउँ, यहाँ सक्नुहुन्छ। यो चार्जिङको लोगो आएको छ होइन। चार्जिङको लोगो आउँदाखेरि त्यहाँ एम्पियर म देखाउन चाहन्छु तपाईँहरूलाई। यहाँ एम्पियर हेर्न सक्नुहुन्छ, यसमा यहाँ एम्पियर हेर्न सक्नुहुन्छ। 1-2 एम्पियर लिन्छ। पहिला ब्याट्री निकाल भाइ, ब्याट्री निकाल्दाखेरि ब्याट्री निकाल न, पुरै ब्याट्री निकालिदेऊ न। ब्याट्री कनेक्टर निकाल होइन। अब हेर्नु, चार्जबाट खोल, चार्ज लगाऊ, फेरि चार्ज खोल, चार्ज लगाऊ, यो ठिक लगाऊ। अब यहाँ हेर्न सक्नुहुन्छ होइन। ठिक, केही पनि एम्पियर लिएन, तर चार्जिङ लोगो त्यसमा आइरहेछ। ठिक छ, एम्पियर चाहिँ केही पनि लिइरहेको छैन होइन भाइ। ल ठिक छ। अब तपाईँहरू हेर्न सक्नुहुन्छ, म तपाईँहरूलाई देखाउन गइरहेको छु कि प्रब्लम कहाँबाट छ भनेर। ठिक छ, यहाँ हेर्न सक्नुहुन्छ, एउटा फोन हो होइन। यो फोनमा म तपाईँलाई सबभन्दा पहिला यसलाई मैले खोलेँ। ठिक छ, यो ब्याट्री पनि निकालेँ। ठिक, अब यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। ठिक, हेर्नु, ठिक, केही पनि सो गरेन अहिले। फेरि यसमा म लाउँछु। ठिक छ, हेर्नु, यो केही पनि सो भइरहेको छैन। ठिक छ, अहिले फोन चालु गर्दाखेरि फास्ट फुड मोडमा गइरहेछ। यसलाई म के गर्छु, सबभन्दा पहिला निकाल्छु। ठिक, सबभन्दा पहिला यसलाई म निकाल्छु। ठिक छ, अनि म तपाईँहरूलाई यसको पहिला डायग्नोज गर्न म तपाईँहरूलाई देखाउँदैछु कि डायग्नोजमा के प्रब्लम छ। हेर्नु, सबभन्दा पहिला डायग्नोजमा हाम्रो प्रब्लम सल्भ भएन भने हामी डायग्रामतिर जाने। ठिक छ, सेटअप बाई सेटअप गर्ने। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, म अलिकति क्यामेरा क्लियर गरिदिँदैछु। ठिक छ, यहाँ हेर्न सक्नुहुन्छ जुन यहाँ हाम्रो फोन छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ, जुन हाम्रो यो फोन छ यसमा कम्पोनेन्टको बारेमा हेर्दाखेरि सबभन्दा पहिला मैले मिडम्याप खोलेँ। ठिक छ, डायग्राम खोलेँ। डायग्राम खोल्दाखेरि यो रेडमी नोट 9 मिडम्याप खोल्यो, तिमीले हार्डवेयर सोल्युसन खोल्यो। ठिक छ, यहाँ हेर्न सक्नुहुन्छ, हाम्रो जुन यहाँ ब्याट्री कनेक्टरको ठाउँमा यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पनि कम्पोनेन्ट छैन। त हामी सबभन्दा पहिला के गर्छौँ, डायग्राम खोल्छौँ। ठिक छ, त यसको रेडमी नोट 9 होइन, यो नोट 5 प्रो होइन। यसमा हेर्न सक्नु, नोट 5 प्रो, नोट 5 एउटै फोन हो होइन। हेर्न सक्नुहुन्छ, यसमा डायग्राम छैन। त्यसपछि मैले के गर्छु, नोट 5 खोल्छु। ठिक छ, यसको डायग्राम खोल्छु सबभन्दा पहिला। हेर्न सक्नुहुन्छ तपाईँहरू, एकदम पुरा हामी मतलब तरिका हिसाबले जाने हो कि हाम्रो प्रब्लम कहाँबाट छ भनेर। ठिक छ, ठिक, यहाँ हेर्न सक्नुहुन्छ, सबभन्दा पहिला हामीले यसमा लेआउट खोल्यौँ अनि डायग्राम खोल्दैछौँ। ठिक छ, यो खोलिसकेपछि हामी सबभन्दा पहिला के गर्छौँ भाइ, ब्याट्री कनेक्टरलाई कपी गर्छौँ। ठिक छ, यहाँ हेर्न सक्नुहुन्छ, म सबभन्दा पहिला त्यहाँ पनि डिस्प्लेमा देखाइदिन सक्छु कि यसको ठिक। अब यसलाई मैले के गर्छु, कपी गर्छु, डायग्राममा जान्छु, यसलाई पेस्ट गर्छु, नेक्स्ट गर्छु, नेक्स्ट गरेपछि जुम गर्छु, फेरि नेक्स्ट गर्छु। यहाँ हेर्न सक्नुहुन्छ, त हाम्रो यो दुईवटा लाइन छ, दुईवटा लाइन ब्याट्री आइडी र ब्याट्री थर्मल। त जहाँसम्म लाग्छ मलाई ब्याट्री आइडीको लाइनको प्रब्लम हो। त्यो ब्याट्री आइडीमा म ब्याट्री आइडीले कपी गर्छु, नेक्स्ट गर्छु, नेक्स्ट गरिसकेपछि यो एउटा टिपी आयो, फेरि नेक्स्ट गर्छु, फेरि यहाँ आयो। ठिक, यहाँबाट सिधै हाम्रो एउटा लाइन पनि यहाँ लाइन गएको छ, यहाँ यसै गएको हो। फेरि एकचोटि म नेक्स्ट गर्छु, यहाँ हेर्न सक्नुहुन्छ ब्याट्री आइडी कहाँ गयो, कुन आइसीमा गयो, यो हेर्न सक्नुहुन्छ चार्जिङ आइसीमा गयो। फेरि नेक्स्ट गर्छौँ, फेरि यहाँ आयो। अब फेरि टिपी आयो होइन, चारवटा ठाउँमा। यो डायोड, ठिक छ, डी डायोड, डायोडमा गएर हामी ब्याट्री सेन्स लाइन छ यहाँ हाम्रो, यो यहाँ आयो। नेक्स्ट नेक्स्ट फेरि नेक्स्ट, ठिक, यहीँ आयो।
त्यस पछाडि हाम्रो कम्पोनेन्टको यहाँ जिकर गरेको रहेछ। ठिक छ, त हामी सबभन्दा पहिला के गर्छौँ, मिटम्यापमा जान्छौँ। मिटम्यापमा गइसकेपछि हामी यहाँ क्लिक गर्छौँ। यहाँ क्लिक गर्दाखेरि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ एउटा कम्पोनेन्ट यहाँ के लागेको छ, डायट लागेको छ। ठिक छ, यहाँ डायट लागेको छ र हामी सबभन्दा पहिला के गर्छौँ, यहाँ भ्यालु चेक, जिआर रेटिङ चेक गर्छौँ। त भाइ तिमी जिआर रेटिङ चेक गर त्यहाँ, तिम्रो जिआर रेटिङ कति आएर छ त्यसमा। ठिक, ल जिआर रेटिङ चेक गर त तिमी। ल जिआर रेटिङ चेक गर। त्यहाँ क्यामेरा पनि त्यहाँ देखिनु पऱ्यो, क्यामेरा पनि देखिनु पऱ्यो यो कनेक्टर। ठिक छ, क्यामेरा यहाँ थोडा क्लियर गर। ल अब चेक गर त। ठिक, त्यहाँ डाइरेक्ट पोइन्टमा चेक गर, डाइरेक्ट पोइन्टमा। तिमी त्यहाँ डाइरेक्ट ब्याट्री कनेक्टरमै चेक गर न भाइ, ब्याट्री कनेक्टरमा यसमा चेक गर न, माथि चेक गर न, यहाँ चेक गर न, यसमा टच गर न, यसमा अलिकति बिस्तारै। ठिक, भिडियो बनाउँदा अलिकति अप्ठ्यारो भइहाल्छ। यहाँ न सक्नुहुन्छ केही पनि रिडिङ आइरहेको छैन, आइडी लाइनमा कुनै पनि रिडिङ छैन। ठिक, अब त्यसलाई थर्मलमा जाऊ तिमी। ठिक, थर्मलमा रिडिङ आइरहेको छ, आइडीमा आइरहेको छैन। अब हाम्रो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, म तपाईँहरूलाई देखाउन गइरहेको छु कि जुन हाम्रो यो पोइन्ट छ। ठिक छ, यो हाम्रो पोइन्ट छ, तपाईँलाई म पोइन्ट देखाउन गइरहेको छु भिडियोमा मजाले। ठिक छ, यहाँ हेर्दाखेरि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ एउटा यहाँ हाम्रो डायट लागेको थियो होइन। यसमा यो फिल्डमा डायट लाग्दाखेरि यहाँ एउटा के छ, हाम्रो टेस्ट पोइन्ट छ। टेस्ट पोइन्ट, यो टेस्ट पोइन्टमा हामी के चेक गर्छौँ सबभन्दा पहिला, हाम्रो भाइ टेस्ट पोइन्टमा चेक गर त। टेस्ट पोइन्टमा चेक गर्दाखेरि के आइरहेको छ, एक मिनट ल हेर्नु। टेस्ट पोइन्टमा हाम्रो जिआर रेटिङ आइरहेको छ। ठिक, ठिक, हेर्नु टेस्ट पोइन्टमा जिआर रेटिङ आइरहेको छ। हामी सबभन्दा पहिला के गर्छौँ, अब जम्पर गर्छौँ भाइ। त्यो कनेक्टिभिटीदेखि त्यहाँ जम्पर गर तिमी। ल ठिक छ, भइहाल्यो, पहिला जम्पर गर। ठिक, अलिकति क्लिन गर होइन, अनि जम्पर गर। ठिक छ, ठिक, क्लिन गर। अब त्यहाँबाट एउटा जम्पर गर। ठिक छ, त्यहाँ जम्पर लागेकै थियो, यहाँ पनि जम्पर, यहाँबाट पनि जम्पर गर्न सक्छ। यहाँ पहिला जम्पर लगाएको मान्छेले कसले, तिमी राम्ररी जम्पर लगाऊ अनि त्यसमा जिआर रेटिङ चेक गर। ठिक छ, यसरी गरिदिउ न भाइ, यसरी गर्नु न। ठिक, त्यसलाई नै उठाएर जोडिदिउ नि तार, त्यो तार टुटेको छ नि। माथि देखाऊ पनि, त्यहाँ पनि देखाऊ, त्यहाँ देखिरहेको छैन। बिस्तारै गर, केही फरक पर्दैन, त्यो बिस्तारै गर न, तिमीलाई जसो सजिलो हुन्छ त्यसरी गर न। ठिक छ, भइसक्यो, त्यो जम्पर माथि लगाऊ। एक मिनट दाजु आइसके। ठिक छ, भइसक्यो। अब भइसक्यो, त्यो चेक गर तिमी। अब त्यहाँ जिआर रेटिङ आइरहेको छ, भइसक्यो। साफ नगर न, क्लिन धेरै नगर न, क्लिन गर्नु पर्दैन धेरै। तिमी चेक गर न, त्यहाँ ग्राउन्ड पनि छ नि त साइडमा, तिम्रो ग्राउन्ड आउँछ कि त्यो रिडिङ आइरहेको छ, त्यो पहिला चेक गर न। रिडिङ आइरहेको छ भने नि तिमी के गर, ठिक, रिडिङ आयो होइन। ल ठिक छ, अब हेर्न सक्नुहुन्छ तपाईँहरू, म तपाईँलाई देखाउन गइरहेको छु। ठिक, एक मिनट ल भाइ, ल चेक गर त भाइ। ठिक, रिडिङ आयो। अब तिमी चेक गर त भाइ। ल लगाऊ, अब तिमी लगाऊ, बोर्डमा लगाऊ, अनि तिम्रो प्रब्लम सल्भ हुन्छ हुँदैन त्यो हेर। अरू ठाउँमा गएको थियो मोबाइल रिपेयर गर्नलाई होइन, यो फोन रिपेयर गर्दाखेरि अरू ठाउँमा के भनिरहेको थियो कि तपाईँलाई 2000 रुपियाँ खर्च हुन्छ, तर हामी कतिमा बनाएको यो फोनलाई 100 रुपियाँमा अहिले रिपेयर गरेको हो। यो डाटा केबल लगाऊ यो। ठिक, अब ब्याट्री पनि लगाऊ। ठिक, लगायो ब्याट्री पनि। ठिक, यहाँ न सक्नुहुन्छ, एक मिनट। ठिक छ, भइहाल्यो, पछाडि त्यो देखाऊ। ठिक, एम्पियर लिएन, एक मिनट, ब्याट्री खोल्यो, फेरिदेखि लगाऊ। लाग्छ मलाई तिम्रो ब्याट्री पनि खराब छ, निकाल, फेरि लगाऊ। नयाँ ब्याट्री हो त्यो। अब हेर्नु, यहाँ न सक्नुहुन्छ, चार्ज लियो होइन, 1 पोइन्ट, यहाँ न सक्नुहुन्छ होइन, 1.6 चार्ज लियो होइन। अब त्यो देखाऊ, फोन देखाऊ, फास्ट मोडमा गइरहेछ। तिम्रो फास्ट फुडमा गइरहेछ भने अब तिमीले यहाँ कि त तिम्रो स्विच सर्ट होला होइन, या त तिम्रो केही न केही। ठिक छ, त पहिला यसलाई निकाल होइन, ब्याट्री कनेक्टर खोल होइन, अनि यो ब्याट्री यो पनि खोल, अनि तिमी त्यो गरौ। ठिक, यो स्विचमा टच नहुन देऊ होइन,
यता ल्याऊ उठ 1 मिनट दाजु आइहाल्यो बस 1 मिनट बस 1 मिनट अब भइहाल्यो ठिक छ अब मैले के गर्छु यसरी लाउँछु हैन बस यो भइहाल्यो यो भइसकेपछि चार तीन सर्ट पनि यो स्विच पनि सर्ट हुन सक्छ हैन यो सर्ट स्विचको कारणले पनि यस्तो प्रब्लम आउँछ हेर्न सक्नुहुन्छ यो 65% चार्ज भइसकेको रहेछ हैन 65% अलरेडी चार्ज छ अब यसलाई के गर्छौँ हामी अन गर्छौँ चार्जिङ पनि यहाँ हेर्न सक्नुहुन्छ चार्जिङ पनि भइरहेछ हैन अब यसलाई म एकचोटि अन गर्छु अनि तपाईलाई म देखाउँछु प्रब्लम सल्भ हुन्छ भएको छ कि छैन ठीक छ त यसको स्विच ठीक इसको यो पोइन्ट अब म सेटलाई पहिला चालू गर्छु ठीक चालू हुन अलिकति टाइम लागिरहेछ भिडियो बनाउँदा अलिकति डिस्टर्ब भइहाल्छ भिडियो बनाउँदा हेर्न सक्नुहुन्छ चार्ज पनि यहाँ देखाइदियो भाइ 0.6 लिएको छ यसको पिन पनि चेन्ज गर्नुपर्छ डाटा केबलमा कुनै कुनै किसिमको प्रब्लम होला तर हाम्रो प्रब्लम चाहिँ के भइरहेको सक्यो प्रब्लम फाइन आउट भइसक्यो यति गर्नले मान्छे 2,000 1500 रुपियाँ मागिरहेछ 100 रुपियाँको काममा यस्तो नठकिनु होला तपाईहरु पनि यो भिडियो हेरेर अलिकति ध्यान दिनु होला कि के कसो गर्नुपर्छ भनेर थ्यांक यू फर वाचिङ भिडियो सेयर